सो गाइज वेलकम टु माई न्यू ब्लग होइन हजुर सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु आज चाहिँ हामी यता ट्रेनिङ सेन्टरमा आएको होइन बाइकको लाइसेन्स निकाल्नको लागि अब प्र्याक्टिस गर्न आएको यहाँ साथी चाहिँ सिकिरहेको छ होइन हाम्रो लोकचन अब हामी चाहिँ लाइसेन्स निकाल्नु पऱ्यो भनेको हामी मेरो भतिज यता छ होइन भतिज ल के शब्द भनिदिउँ न त यार के छैन सब्सक्राइबरलाई भन्ने यार हाम्रो साथी चाहिँ यता उति गरिरहेछ अब यो पछि म पनि चलाउँछु होला हेर्नु न सबैजना मिलेर होइन हामी दुईजना चाहिँ यतापट्टि छौँ केटोले नि कटाउँछ ओइ एकजनाले त म उति गरौँ यो छ ल त केटा हो अब म चाहिँ अब यसो चलाउनु जाँदैछु होइन सोगा चाहिँ यता लिन यता आइज यता होइन यता गाडी पनि सुनिरहेको छ हामी चाहिँ अब यता बाइक चलाउनु पऱ्यो यता बाहिर निस्किन्छ ए हाम्रो यसले उयो गऱ्यो अब म चाहिँ मेरो पालो चलाउने ए फुक्का बाइक रोक्न पनि आउँदैन यसलाई ल निशा दसले हान्थ्यो कि चलाउनु त्यो भ्लग बनाइराख्ने ए हो ल हट गाइज र अब यसले ट्राई गर्दैछ यता एकछिन सिक्यो भन्दा आउँदो रहेछ यार दोसी दोसी हानु है त्यहाँ हान्नु हुन्छ जा त्यहाँ दोसी हान्ने हो एकमै छ दोस यार सहिलो रहेछ यार अलिक अलिक स्पिड स्लो गर्नुपर्ने रहेछ त्यहाँ त कस्तो मजाले घुमाएको थियो यहाँ त कस्तो गाह्रो भइरहेको थियो यार त्यस्तो त्यस्तै दोस यार फेटो कि बाउले पठाइदिनु पऱ्यो अब यार भिडियो यार बाउ त खुसी हुन्छ यार मेरो हो नि मेरो बाउ त खतरा खुसी हुन्छ यस्तोहरू भयो नि त यार क्रसै गइरहेको थियो यार अघितिर होइन अहिले त गएन भने यार दोस्रो हान्ने ए साबिन मैले तर सकिनँ यहाँ सक्छ यार दोस यार अलिक स्लो गर्ने होइन तर बटार्न चाहिँ नछाड्ने के पछाडि ब्रेक पनि लगाइरहने होइन त्यो पैसा हुन्छ यार दोस खतरा खेलाउने भइसकेको हो अनि मलाई कस्तो कस्तो बाटो कुदाइसके मान्छेहरू यत्रोजनाले हेरेर जस्तो लाग्छ लाग्छ यार साबिन ओइ भो त भोलि ट्राई लिन गएर पास लाग्छ त के हो यो त झन् नेक्स्ट लेभल हो नि यार हेर्न ल कन्फिडेन्स त यसको त ल दोस अलिक छिर्नु पर्ने छ त्यो अलिक त्यो यतै गएको नि त्यहाँदेखि ल्यामै घुमाइदिन्छु ल्यामै जाने हो ल जा ल जा एकदम सहिलो ल तर यसमा गियरमा चाहिँ कन्फ्युज हुँदैन यार एकको एकमै चलाउनु सक्छ जस्तो हो नि यार एकको एकमै ओ यहाँ ल्याएर चाहिँ घुमाएर नि अहिले पछाडिको ब्रेकै समातेन त ओह्रालोमा चाहिँ अलिक गाह्रो हुनुभयो यार दोस्त होइन मलाई चाहिँ भनेर दोस्त अब एक ट्राई हान्नु लिएर अहिले त्यहाँदेखि घुमाएको यहाँले दोस्रै दिएर अब ल हेर न लौडी कहाँ लगे त्यही भने अचम्मै छ भने यो मुला त यो त ब्रेक नै छोडिदिरहने अगाडि मैले नि क्लच छोडिरहेको रहेछ भने यार ल दोस्रै चलाउन आयो त गाइजहरू अब हाम्रो मेरो कस्तो लाग्यो होइन गियरमै छ दोस्त एकमा ल अनि सबै राइडर भइसकिन्छ आयो त दोस्त दुईमा हाल अब दुईमा उसले पैसा तिरेछ होइन ल केटा कस्तो लाग्यो होइन मेरो ट्रेनिङ चाहिँ दोस्त ओइ मेरो लाइसेन्स निस्किँदैन फेरि बल्छ ट्रायल लिने बेला यो ट्राफिक लाइट हो भतिजा उतातिर घुमा न उता ल उठाउँछ के के अरे यहाँ नि सिकिरहेको छ हाम्रो साथीहरू घर चाहिँ यो हामी यता
अब लाइसेन्स निकाल्न पऱ्यो सकेसम्म छिटो होइन अब गाउँबाट बाइक पनि ल्याउनु पऱ्यो हामी बाइक गाउँमै छ लाइसेन्स नभएर टेन्सन भइरहेको छ होइन गाइज माके साकेन रहेछ ल -4 यता रहेछ बसहरू पनि रहेछ त्यही